हेलो एभ्रिवान वेलकम टु माई ब्लग आजबाट मेरो 10 दिनको कलेज टुर स्टार्ट हुँदैछ एन्ड आई एम सुपर एक्साइटेड बिकज दिस इज गोइङ टु बी वान अफ द बेस्ट मेमोरी अफ माई लाइफ. I am traveling with my college friends and our main destination is beautiful Lake Rara. So stay with me till the end because this journey is going to be amazing. सो आज चाहिँ डे 1 हो र म बिहानै 4 बजे उठेँ र म रेडी हुनलाई गएँ. म रेडी भएर आएपछि आई एम अल सेट टु गो अन माई टुर. सो मैले बाई बाई गरेँ र मैले इन ड्राइभ गरेर म पुगेँ कलेज. सो म चाहिँ अब आफ्नो सबै सामानहरू बसमा राखेर यसो बाहिर निस्केँ के हुँदैछ भनेर हेर्न. ल सुन्नु है मेरो साथी यहाँ के भन्दैछिन्. म चाहिँ पुनमको एकदम बेस्ट छिको त क्रिम त के होला अनि यहाँ चाहिँ म क्योंकि सास भी कभी बहू थी मा जस्तै फ्यामिली मेम्बरलाई इन्ट्रोड्युस गर्छ नि त्यसरी नै म मेरो साथीहरूलाई इन्ट्रोड्युस गर्दै थिएँ. हेर्नु है त मेरो साथीमा को छन् यहाँ के भन्दैछन्. अनि यहाँ चाहिँ साथीले गोप्रो ल्याएको एक्साइटमेन्ट छुट्टै थियो फेरि. यता फेरि टिकटक ट्रान्जिसन बनाउने डिल थियो तर यो चाहिँ कम्प्लिट हुन सकेन ड्यु टु द टाइम लिमिट. अनि यो चाहिँ सेलरोटी वाली. अनि यहाँ चाहिँ सुरु हुन्छ अब डान्स 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 एन्ड अ लट अफ डान्स. अनि यता चाहिँ अब सबैजना ज्ञानी भएर भजन गाउँदै हिँडेछन्. आवाज मात्र आयो मान्छे आएन भनिरहेको ब्लगले. सो गाइस फाइनली अहिले हामी चाहिँ वासरुम ब्रेकमा छौँ है. सो वासरुम ब्रेक पछि हामी फेरि लाग्यो आफ्नो गन्तव्यतिर र यहाँ फेरि यिनीहरूको आफ्नै किटीपाटी चलिरहेछ. यता फेरि गीतलाई निचोरेर सिचोरेर सबै गरेर अर्कै बनाइसक्यो फेरि. हामी चाहिँ अब खाना खाने ठाउँमा पुग्यौँ. ए आफ्टर लङ 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 ट्राभल यहाँ चाहिँ फेरि क्युटी क्युटी फिसहरू पनि रहेछन् है. सो हामी अहिले पुग्यौँ चितवन. सो यो चाहिँ दाउन्नेको बाटो हो है. फेरि हेर्दै थाहा हुन्छ यस्तो खतम बाटो. छ्याछा धुलोले मेरो पुरै कपाल बिगारिदियो. यहाँ चाहिँ मेरो हालत खराब भइसकेको छ अब. सो फाइनल्ली दाउन्नेको बाटो कटेपछि हामीहरू लाग्यो भैरवातिर.
भैरवा हेर्नु न यहाँ कति राम्रो छ के पुरै ग्रिनरी छ टाढा टाढासम्म पनि पुरै हरियाली छ हेर्दै आनन्द लाग्ने दृश्य छ सो फाइनली आफ्टर अ लङ ट्राभल इन अ बस हामीहरू पुग्यौँ हाम्रो होटेलमा हामी चाहिँ आज भैरवामै स्टे गर्नेवाला छौँ र हामीहरू होटेलमा चेक इन गर्न थाल्यौँ त्यसपछि यहाँ फेरि केटाहरूको हेर्नु न स्वाग छुट्टै हुन्छ कि केटीहरू कसरी राम्रो भए भनेर उनीहरूकै प्रोडक्ट युज गर्नुपर्छ सो अब चाहिँ हामीले के डिसाइड गर्यौँ भन्दाखेरि भैरवालाई एक्सप्लोर गरौँ सिन्स हामीसँग धेरै टाइम छैन सो हामीहरू रातिमै भए पनि भैरवालाई एक्सप्लोर गर्नुपर्छ सो भैरवा चारनाथ हिँडेछौँ हामी खासमा फुल्की खोज्नु हिँडेको अब हामी कहाँ पुगिन्छ नो आइडिया कसरी फुल्की कहाँ पाइन्छ पनि थाहा छैन यहाँ बाटोमा कोही पसल देखिँदा पनि देखिँदैन अब हामी कति अगाडि पुगेर नखाइकन भइदिने थाहा छैन हामी अब फुल्की पाइएन त्यही भएर हामी चाहिँ हामी एक्लै खाने भने लुकी आउँछ हेर त्यहाँ मान्छे थपेर एकछिनमा थपिँदै खानु त्यो थाहा म्युजिक ओइ भ्याइदिलिस् के मनी खाने हो अब चाहिँ हामी भेज मोमो खानतिर लाग्यौँ यहाँको भेज मोमो चाहिँ भेज मोमो भन्दा नि एकदम मिठो हुन्छ अरे के हुन त भेज मोमै हो त्यही नि मिठो हुन्छ अरे खत्रै भेज मोमो अघिको जुस एकदम मिठो थियो उखुको जुस अब नाउ भेज मोमो है सो भेज मोमो चाहिँ साँच्चीकै नै एकदम मिठो रहेछ हजुरहरू पनि भैरवा जाँदा यो ट्राई गर्नु होला है सो यहाँ चाहिँ पुरै डिस्को डान्स चलिरहेछ एकदम खतरा साउन्डिङको साथ लाइटिङका साथ अब चाहिँ हामीहरू होटेलतिर फर्किने तर्खर गऱ्यौँ र होटेलमा पुगेपछि खानाहरू खायौँ र भोलि बिहानै उठ्न छ त्यही भएर हामीहरू सुत्न गयौँ सो गुड नाइट गुड नाइट गाइस म चाहिँ मुस्ताङबाट हो गाइस गुड नाइट